सो अहिले चाहिँ हामी चाहिँ फर्केको भन्नुपर्छ होइन गणेश सर हाउ डु फिल एभ्रिथिङ इज गुड आइबा सो अहिले चाहिँ हामी चाहिँ फर्केको भन्नुपर्छ होइन अहिले 1 बजे भनेर आएको छ कि ड्युटी चाहिँ हाम्रो अहिले चाहिँ फर्किने भनेर म सुतिरहेको बेला कहाँ उठेर दिने हुन्छ यो चाहिँ न्यु इयरको लागि होइन यस्तो डिजाइन मस्त डिजाइन बनाएको छ होइन सो हेर्न सक्नुहुन्छ यहाँ कुर्सी चाहिँ लगाएर ट्याक्क होइन यस्तो बबाल छ ठाउँ चाहिँ न्यु इयरको लागि हो टक्क यहाँ चाहिँ कस्तो यहाँ ट्याक्क बसेर टक्क खानासाना खाने होइन एउटा टक्क उठायो नि होइन त्यहाँ चाहिँ टक्क बिल्डिङमा त्यो देख्नु चाहिँ माछा त्यो माछा छैन विश्व माछा भनेको छ सो म चाहिँ यहाँ चाहिँ टक्क आज चाहिँ ड्युटी आएको देख्न सक्नुहुन्छ पछाडि सो लुसेल बलिउड भन्ने चाहिँ होइन यहाँ चाहिँ सो तपाईँको यो चाहिँ नाइट भ्यू हो होइन नाइट भ्यू हेर्नु न कति राम्रो छ नाइट भ्यू सो जो मलाई लाग्छ डे र नाइटमा धेरै डिफ्रेन्स छ नि हेर्नलाई चाहिँ किनकि भ्यू हेर्नलाई चाहिँ किनकि नाइटमा जस्तो डेमा कहिले पनि हुन्न कि भ्यू चाहिँ किनकि डेमा चाहिँ हामीले आज खास त्यो हुन्छ नि भ्यूहरू राम्रो देखिन्न नाइटमा चाहिँ त्यो बबाल देखिन्छ लाइटहरूले नै बबाल देखिन्छ कि भ्यू नाइट भ्यू चाहिँ भन्दै म चाहिँ रुम फर्केको होइन 12 घन्टा ड्युटी सकेर रुम फर्किन यति रमाइलो खुसी एक्साइटेड हुन्छ कि होइन आज हाम्रो पार्टी हुँदैछ किनकि आज हाम्रो स्यालेरी आएको होइन सो जाँदैछौँ पार्टी मनाउन आज चाहिँ पार्टी हान्ने भने केटाहरूले टक्क गरेर टक्क पार्टी हान्नुपर्छ भन्ने कुरा हो होइन सो देख्न सक्नुहुन्छ म चाहिँ जाँदैछु हाम्रो केटाहरू चाहिँ राममा बसेर टक्क पार्टी हान्न लाग्छ होइन त्यहाँ अहिले चाहिँ यहाँ चाहिँ लगभग 10 बजे साढे 10 भइसक्यो होइन सो हाम्रो केटाहरू चाहिँ त्यहाँ पर बसिरहेको छ त्यहाँ देख्न सक्नुहुन्छ इन्जोय गर्नुपर्छ अब नयाँ साल पनि आउनु धेरै बाँकी छैन अब 2-4 दिन बाँकी छ सो देख्न सक्नुहुन्छ बाबरे के छ गाइजहरू एकदम ए ल ठिक छ ल केटाहरू पार्टी हानिसकेर छ नमक ल ए साथीहरूले अनि बिरयानी हो ए कस्तोलाई छिक्दियो र यस्तो बब्बा लगाइरहेको छ नि अनि हाम्रो अनि पौडेल सर होइन नि ए ल म चाहिँ यहाँ बसेको अलिक चिसो छ कि हो यहाँ त अनि हल्का चिसो छ लाग्यो भनेर किनकि मैले जाँगे लाग्छ नि त म फेरि जाँगेमा जाडोमा फेरि जाँगेमा हिँड्ने कुरा सो सबैलाई ह्याप्पी न्यु इयरको एडभान्स भन्दै भेट्नेछौँ अब हामी नेक्स्ट एपिसोडमा सो सबैले लाइक एन्ड कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजले बिदा हुन चाहे हस्त नमस्कार